गाइस हामी चाहिँ सेकेन्ड गाइस बिजी त यता उता हुनुहुन्छ भाइ ड्रोन सट हाल्नु भाइ अझ माथिको भिडियो अझ भवा लगाउँछ भाइ अब त एकछिन हिँड्नु ल हिँड्नु न सुइसी हिँड्नु न हिँड्नु न दाइ त्यहाँसम्म छेउसम्म हिँड्नु न हिँड्नु है खतरा हुन्छ भाइ हामी चाहिँ अब चन्दनबारीतिर चाहिँ होइन जाँदैछौँ चन्दनबारी जाँदैछौँ चन्दनबारीतिर हामी लाग्दैछौँ गाइज हाम्रो दाइको ज्याकेट थियो हामी चाहिँ आज खिम्दी बसेर लगभग अरूलाई 2 घन्टा लाग्दो रहेछ हजुर हामीलाई ठ्याक्कै झन्डै 1.5 घन्टा जति लाग्यो तर एउटा ज्याकेट मेरो छुट्यो यस्तो अलिकति टेन्सन भइरहेछ अरू बाँकी त रमाइलो भएको छ दाइ कस्तो भएको छ अन्त दाइ सुरुवातदेखि नै रमाइलो हो तर मेरो ज्याकेट छुटिहाल्यो दाइ औषधि पनि छुट्यो हजुर दुईटा लट्ठीले घुँडा दुख्दैन जिउ दुख्दैन कताबाट आउनु भयो तपाईँ सतुङ्गल कहाँनिर हो वडा नम्बर 8 हो कि 10 हो तपाईँको ए 9 तपाईँ आफ्नो एउटा थाहा छैन जेसिसी सुनेर हो जुनियर हो कि सिनियर हजुर सिनियर बिल्डिङबाट होला हजुर म नै सतुङ्गल हो नि त हो र ठिक छ चलो कुपनमा छाप हान्न आउनुहुन्छ यसलाई मसँग कुपन छ नि सँगै मोमो खानुपर्छ ल हेलिकप्टर चढाएको छु भाइ आधी घन्टा 15 मिनट घोडालाई के खानिदिनु भएको कुदिहाल्छ हामी पनि चना खाऊँ न भाइ के दाइ चना अन्डा गाइस हामी चाहिँ कहाँ आइपुग्यौँ त हामी के हो यो 360 इन्स्टा भन्छ होइन यस्तो गाइस हामी चाहिँ स्टिक त 3टा भयो गाह्रो हुन्छ स्टिक बिना हिँड्नलाई चाहिँ अब भिडियो पनि खिच्नै पर्यो होइन यो चाहिँ हामी अहिले लौरी बिना होइन चोलाङपाटी पुग्नु लाग्यो चोलाङपाटी आउनुलाई हामी चन्दनबारीबाट अरूलाई त लगभग 2 घन्टा लाग्दो रहेछ अब हामी हिँडेको अहिले आधी घन्टा 40 मिनट जति भयो होला लगभग अब हामी 20 देखि 25 मिनटमा हामी चोलाङपाटी पुग्छौँ आजको हाम्रो खाना चाहिँ त्यही हुन्छ है खाना बबाल हामीले आफै नै बोकेर ल्याएको छौँ अङ्कल आन्टी यहाँ खाना खाँदै हुनुहुन्छ जाँदै गर्नुभएको कि पुगेर आउनु भयो ल बिस्तारै आउनुहोस् है ढिलो हिँड्यो नि त्यही पुग्ने हो चाँडो हिँड्यो नि त्यही पुग्ने हो खाने भातै हो जाने घाटै हो त्यही भएर बिस्तारै जाने अन्त गाइस मेरो कुरा कस्तो लाग्यो तपाईँहरूलाई
अब दाइ पछाडि हुनुहुन्छ दाइ अलिकति अब दाइ पनि एकदम रोस हिँड्नुहुन्छ हेर्नु त आज भाइ इन्जोय गरेर हिँड्नु पर्छ इन्जोयमा हुनुहुन्छ दाइ पनि क्यामेरातिर त हो यो ठाउँ देख्ने बित्तिकै आहा कति राम्रो छ यो हेर्नु न तर हामीलाई चाहिँ एकदमै क्लाइमेटले साथ दिइरहेछ होइन हो यो हेर्न सक्नुहुन्छ एकदमै चट्ट लाएर घाम लागेर है हामीलाई भगवान्ले पनि वेलकम गरिराख्नु भएको छ आज हेलीको पनि 2टा चार्टर 3टा चार्टर देखिसक्यो है आज मौसम राम्रो छ तर गाइजहरू हेलीमा नआउनु हेलीमा आयो भने जम्मा पैसाको कुरो भएन तपाईँहरू 25,000को प्याकेजमा तपाईँहरू आउन सक्नुहुन्छ तर यो मजा लिन पाउनुहुन्न तपाईँहरूले यो छुट्टै मजा छ क्या यो ट्रेकिङ गर्दाखेरि हिँड्ने बाटो त्यहाँ ठाउँहरूको परिचयहरू एकदमै छोटो उकालो जना जस्तो भएको छ सम्म बाटो मात्र होइन त्यो लौर बिनाको डाँडा खिच्नु के लौर बिनाको डाँडा खिचेर राखेको थियो रमाइलो अहिले हामी कहाँबाट आयौँ ढोँडाबाट हजुर एउटाबाट तपाईँ म चाहिँ यतै काठमाडौँबाट तिमीहरू टिकातलीबाट आएको रमाइलोको लागि भिडियो बनाएर घोडा हुनुहुन्छ ट्राई गरिदिउँ घोडालाई विजय के छ हाल खबर धुन्चेबाट 15 किलोमिटर छ कि 8 किलोमिटर यहाँबाट धुन्चे 8 किलोमिटर त्यहाँ साथै 8-15 किलोमिटर छ जम्मा है बाटो है बाटो हाइटले गर्दा है हाइटमा गाह्रो हुन्छ नि त हिँड्न हाइट त्यहाँ 2000 को हाइट यहाँ 48 पऱ्यो 48 होइन 43 दिदीकैमा खानी बस्ने हो हाम्रो कोठा हाम्रो बर्तेल बोकेर भात पकाएर ओर्ने ओछ्याउने बोकेर हिँडेको थियो अहिले त के छ खानेकुरा र एक जोर लुगा बोकेर जानु मैले आधी बोकेर आइसकेँ चाहिँ कहाँ छन् हामी चोलाङ पार्टीमा हजुर हजुर चोलाङ पार्टी ए भिडियोमा मलाई काम दिनु भएको छ मलाई भ्लग हजुर भनेको छैन नि गाह्रो भयो यो स्टिकसम्म हो नि कि अर्को स्टिकसम्म हो नि दाइ चाहिँ अगाडि पुगिसक्नु भयो हामी 2जना चाहिँ यता छौँ 3जना आएको हामी यता बत्तीको लाइन त आइरहेको वाट अ मेस्मराइजिङ भ्युज
घोडाले त बोकेर पाना खान्छ त्यो पनि बसाएको त छ मेरो अहिले भर्खरै पुग्छ उता उता 3 घन्टा पुगिहाल्छ तपाईँ लिनु न त एकछिन ल तपाईँ के भन्नु न त यो लिएर यही हो अब लोरी माथि यही त हो नि माथि पुगेपछि त अनि त्यस्तो त हो नि अहिले बेलुका जाडो हुन्छ नि होइन छ कि अर्को नि मैले डाउन ज्याकेटै लिइनँ है एकछिन तपाईँ समातेर केही बोल्नु न हामी चाहिँ लोरी बिना खान लाग्यो जस उकालो बढी हाइट भएर हिँड्न अलिक गाह्रो हुँदैछ तर पनि एकदम रमाइलो भएको छ घोडा आयो घोडा घोडामा जानुहुन्छ दाइ चढ्ने घोडा हजुर भएन ममा हाल्नु नि हेलिप्याड भएर रहेछ लट्ठी कहाँ आए हैं नहीं इधर इधर और हाम्रै एउटा ये नहीं वो वाला अर्को वाला छ के भाइ आयो भर्खर सुतेपछि त गाड्नु होला नि होइन र Ani kisah apa kan cukup loh, dan saya lihat itu. Itu dekat dia itu. छेकिएको छ प्लाङटाङ हिमाल छिप्पिन्छ पर्वत चाहिँ Ada loh.
हेलो र न त मलाई याद छैन त्यहाँनिर हेरेको छ के योभन्दा मन्दिर चाहिँ सरस्वती कुण्ड यहाँबाट छिरिएको छ अनि हेर्न चाहनुहुन्छ भने